लाइभ हेर्दाखेरि कुर्सीसम्म गृहमन्त्री बसेको छैन। ल हेर्नुहोस् तपाईँ, एकजना हाम्रो माने जुन शहीदको आमासँग कुरा गर्दै थियो त्यस ठ्याक्कै भुइँमा बसेर कुरा गरेको गृहमन्त्री। हामीले त हेरे नि, बाप यति ठुलो मान्छे, यति नेपाल सरकारको गृह मन्त्रालय, यतिको ठुलो सम्हालेको मन्त्रालय, ऊ एकजना फेरि हाम्रो नेपाल प्रहरीले कुर्सी पनि तानेर थियो, छोडिदिनु। हामी ध्यान गरेर हेर्छौँ कि नेपालमा 36 वर्षोमा हामी यो नेपाली जनताले सरकार पाएको थियो, महसुस भएको थियो कि सरकार पाएको थियो। आज यस्तो धर्मको द्वन्द फैलाउने, राजनीतिकरण गर्ने त्यो चाहिँ तपाईँको सत्तारूढ सरकारले आज सम्हालेर कामयाब बनायो। रातारात आएर 7 बुझ्ने सबै गरेर कामयाब बनाएको छ। आज हामीले के हुन्थ्यो, म त भन्छु अरू दल भए पनि कसम भन्दैछु के हुन्थ्यो मलाई त्यस्तो महसुस भइरहेको छ। त्यति आँट छैन अरूसँग जस्तो आँट आज गृह मन्त्रालय र सरकारले गरेको। म जबसम्म हेरे, जबसम्म राजनीतिकरण बुझे, एकदम राम्रो साथीले पनि यो कुरा सुनाए, ऊ पनि छक्क पुरो हो। ठेदार साहब, वास्तवमा यो त हामी त राति गृहमन्त्री को आउँछ, भुइँमा को बस्छ, अरू बेला पनि भएको हो नि त, कति भएको हो नि त। यस्तो अवस्थामा गृहमन्त्री आउने, सरकार बोल्ने, माने मान्य जुन क्षेत्रमा भएको घटना त्यो मान्य रातारात आउने, नोबेल जाने, विराट टिचिङ जाने, सबैले माने हेलिकप्टर हुन्छ भने हेलिकप्टर व्यवस्था गरौँ, एम्बुलेन्स हुन्छ भने एम्बुलेन्स व्यवस्था, जे हुन्छ जस्तो हुन्छ, जे हालतमा छ त्यही हालतमा हामी औषधि उपचार गरौँ भनेर मान्य कहाँ थियो? त्यही बेला त्यही उपचार क्रममा थियो, खटेको खटेछ। आजसम्म मेरै कङ्ग्रेसको